2026 को आम निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा यस्तो अङ्क सार्वजनिक गर्यो जसले नेपालको बौद्धिक सर्कलमा बहसको आदि ल्याएको छ। 5 वर्षमा 100 अर्ब डलरको अर्थतन्त्र। अहिले नेपालको नोमिनल जीडीपी करिब 49 अर्ब डलर छ। यसको अर्थ हो आगामी 5 वर्षमा अर्थतन्त्रलाई झन्डै 104% बढाउनु। यो केवल एउटा आकर्षण नारा मात्र हो वा यसको पछाडि कुनै ठोस गणितीय आधार छ? आज हामी द ग्राउन्ड न्यारेटिभमा यो 100 अर्ब डलरको बाचालाई भावनामा नबगी तथ्यको कसीमा राखेर विश्लेषण गर्नेछौँ। कुनै पनि अर्थतन्त्र 5 वर्षमा दोब्बर हुनका लागि कम्तीमा 17.3% को कम्पाउन्ड वार्षिक वृद्धि दर चाहिन्छ। नेपालको ऐतिहासिक औसत वृद्धि दर 4.5% छ। विश्व बैंक र आइएमएफका पछिल्ला प्रक्षेपणले पनि नेपालको वृद्धि दर 5 देखि 6% वरिपरि रहने बताएका छन्। 17.3% को वृद्धि दर हासिल गर्नु भनेको नेपालले चीन र दक्षिण कोरियाको आफ्नो विकासको उत्कर्षमा गरेको प्रगति चिन्नु हो। के नेपालसँग यो गियर परिवर्तन गर्ने क्षमता छ? यदि 6%ले मूल्य वृद्धिलाई घटाउने हो भने पनि नेपाललाई वार्षिक 12% भन्दा बढी रियल जीडीपी वृद्धि चाहिन्छ। यो लक्ष्य प्राविधिक रूपमा अत्यन्त महत्त्वाकांक्षी छ। आरएसपीले लक्ष्य हासिल गर्ने दुईवटा मुख्य इन्जिन अघि सारेको छ: आईटी निर्यात र ऊर्जा व्यापार। 10 वर्षमा 30 अर्ब डलरको आईटी निर्यात गर्ने लक्ष्य राखेको छ। 2025 सम्म नेपालले 1 अर्ब डलरको कोषढुङ्गा पार गरेको छ। यदि यो क्षेत्र वार्षिक 40 देखि 50% ले बढ्यो भने पनि 5 वर्षमा यो 5 देखि 6 अर्ब डलर पुग्न सक्छ। 30 अर्ब डलर पुग्नका लागि नेपालले आफूलाई साउथ एसियाको सिलिकन भ्यालीमा रूपान्तरण गर्नुपर्छ। त्यसका लागि अहिले शिक्षा प्रणाली र कानुन संरचना ठुलो सर्जिकल अपरेसन आवश्यक छ। 10,000 मेगावाटको बिजुली निर्यातले अर्थतन्त्रको आकार बढाउन मद्दत गर्छ, तर केवल र मेटेरियल बेचे जस्तै हो। 100 अर्बको अर्थतन्त्रका लागि बिजुली बेच्ने मात्र होइन, बिजुली खपत गरेर देशभित्रै भ्याल्यु एडेड सामानहरू उत्पादन गर्नुपर्छ। अर्थशास्त्रमा एउटा नियम छ: ठुलो विकासका लागि ठुलो लगानी चाहिन्छ। 100 अर्ब डलरको अर्थतन्त्रका लागि नेपाललाई वार्षिक करिब 20 देखि 22 अर्ब डलरको लगानी चाहिन्छ। अहिले नेपालको कुल बजेट नै 15 देखि 16 अर्ब डलर हाराहारीमा छ। निजी क्षेत्र र वैदेशिक लगानी बिना यो सम्भव छैन। नेपालको वैदेशिक लगानी अहिले पनि जीडीपीको 1% भन्दा कम छ। भ्रष्टाचार र नीतिगत अस्थिरता र झन्झटिलो कर्मचारी तन्त्र बाधक रहँदासम्म यो लगानी आउने सम्भावना कम छ। आरएसपीको घोषणापत्रले यी समस्याहरू सुधार्ने बाचा त छ, तर 5 वर्षको छोटो समयावधिमा वर्षौंदेखि जकडिएको यो सिस्टमलाई परिवर्तन गर्नु फलामको चिउरा चपाउनु जस्तै हो। तथ्यहरू के भन्छन् भने 5 वर्षमा 100 अर्ब डलरको लक्ष्य भेटाउनु अत्यन्त कठिन छ। यसलाई एउटा सफल राजनीतिक ब्रान्डिङ त मान्न सकिन्छ, तर आर्थिक यथार्थसँग को तालमेल मिलेको देखिँदैन। यद्यपि 10 देखि 12 वर्षको समय सीमा राख्ने हो भने यो लक्ष्य असम्भव पनि छैन। 100 अर्बको यो बहसले एउटा राम्रो काम गरेको छ भने यसले नेपालको राजनीतिलाई जात र धर्मबाट हटाएर आर्थिक एजेन्डामा ल्याएको छ। 5 वर्षमा हामी 100 अर्ब नपुगौँला, तर यदि सही नीति र इमान्दार कार्यान्वयन भयो भने 70 देखि 80 अर्बसम्म पुग्नु नेपालको लागि एउटा ठुलो जित हुनेछ। द ग्राउन्ड न्यारेटिभका लागि यो विशेष विश्लेषण। तपाईलाई के लाग्छ? सपना देख्नु नै ठुलो कुरा हो कि आधार बिनाको सपना केवल भ्रम हो? कमेन्टका लागि विचार राख्नुहोला।